Hi guys, welcome and welcome back to my channel. हजुरहरुलाई मेरो ब्लगमा मेरो भिडियोमा स्वागत छ। अनि आज चाहिँ म भिडियो बनाउन गइरहेको छु। अनि आज चाहिँ मेरो छोरीको जन्मदिन हो। उ चाहिँ 3 पुरा पुगेर 4 लाग्दैछ। ह्यापी बर्थडे सानु। थ्यांक यू भन्नुस्। थ्यांक यू भन्नुस् न। थ्यांक यू खोइ। यो रुएर बल्ल बल्ल फकिएर बसिरहेछ, ठुस्स परिरहेछ। हैप्पी बर्थडे सानु। थ्यांक यू भन्नु। थ्यांक यू मम्मी। खै माया गरिदिएको छिटो माया गर लिछापेला नि त। अनि आज चाहिँ उसको घरमै सानो प्रोग्राम जस्तो गर्ने। मेरो सानो केक काटी काटी गर्ने हो सानो हो भन्देऊ न। हो भन न। केक काटी काटी गर्ने हो कि। हैप्पी बर्थडे। हैप्पी मम्मी। थ्यांक यू पो भन्नुपर्छ त। थ्यांक यू मम्मी। आज मेरो सानोको बर्थडे हो। बर्थडे हो हो ल खै भनेको नभन्ने। ह्याप्पी बर्थडे सानो। खै थ्यांक यू भनेको। थ्यांक यू भन्नु ल। आन ह्याप्पी बर्थडे। चढी चढी गर हो। लानु आउनु यता आउनु ल। यता आउनु यता। ल हो ल। छोरी यस्तो देख्दैन हो र। ल जानु जानु माथि। हो फेरि फेरि ल। जानु जानु। ल छिटो छिटो। ए चिप्लिन्छ लड्छ। जानु जानु। सानोले आँकोमा आउनु। त्यो आँकोमा नजानुस्। छोडिदियो छोडिदियो बहिनी। बाबा त्यहाँबाट लड्छ। उताबाट जानुहोस् उता। सानो छिटो छिटो। 1 2 ल छिटो 1 2। लानु नानु ल ल दिदी जसरी खेल्नु त। ल छिटो छिटो। लानु आनु। ठेल्दिएको ठेल्दिएको। ल सानो खेल यता खेल्नु यता। लड्ला है।
खेल्नुहोस् ल खेल्नुहोस् सानो छिटो आइ छिटो ल खेल्नु न खेल्नु खेल्नु सुल्किनु ल यता आउनु अक्कोमा खेल्नु ल यता अक्कोमा खेल्नु जाऊ 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 तिमी खेल छिटो ल ल ल ल खेल्नु खेल्नु ल छिटो लाऊ सानो फेरि ले सानो ल ल भयो म बस्दिन नबस्ने बिस्तारी कुदो बिस्तारी बहिनी डराउँछ ल ओ ल ल हजुर अस्ति बन्द थियो ए बस्नु सानो बस्नु बहिनी हो भयो भयो अरे उसलाई ल ल ल सानो त्यताबाट लड्छ कि बाबा यताबाट जाने हो हुन्न लाग्छ त्यहाँ यताबाट जाने हो उहाँबाट ल पाले पिले ल ल ल ल ल उसलाई चाहिँ यही मन परेको फेरि
लाग्छ उठा ल ल ल छिटो छिटो लाग्छ बैनाई लाग्छ हाम्रो चाहिँ यहाँ प्याज काट्ने टमाटर काट्ने कार्यक्रम भइरहेछ यहाँ हाम्रो चाहिँ प्याजहरू काटिसकेको छ टमाटरहरू यसको चाहिँ अचार बनाउने अनि मासु ल्याउनु जानु भएको छ अनि मासु सासु लिएर बनाउने हो हेलो सानो खै आयो भनेको ह्याप्पी बर्थडे थ्याङ्क यू मम्मी भन्नु माया गरिदेऊ अब केक काटी गर्ने हो नानीको बर्थडे हो सानो खै त हो भनेको तर यो चाहिँ अब चाहिँ हामी केक काट्न लाग्यो हामीले डेकोरेसन गरिसकेको छ माथि गरिदिनु भएको नानी यता आउनुहोस् त एकचोटि सामु यता आउनु एकचोटि यता बस्नुहोस् त काटी गर्ने ठाउँमा हो त्यहाँ बसी गर्नु त बस्नु एकचोटि बस्नु त यता बस्नु त एक कुर्सीमा बस्नु त हुन्छ कि बस ए ल भइहाल्यो नि कुर्सीमा टोपी खैरे बस्नुहोस् त बस्नु हो कति राम्रो दिएको नानीलाई सानो आज कसको बर्थडे हो ह्यापी बर्थडे साङ्नु भनेर आज कसको बर्थडे नानीको हो थम्बनेल यो राख्नु बस्नु यहाँ हेर्नु यता यता आगोले हेर्नु भिडियो गरेर ल ल्याउ न लु छिटो गरिदिउँ कहाँ सक्छ यो बस के काटी गर्ने लाइटर लिएर आउनु आउने कि नआउने ल मरो उसुङ कति नाम्नु है मम्मी बाहिर निस्क्या उ खै त काट्ने चाहिँ मम्मी बाहिर निक्लिनु मामा हराउनु भयो नि त खै सबैको खिचौँ न पहिला घाम काटी गर्ने हजुर ल ल पख ल सुनेर मामा आउनु भएको छैन नि त बाबा अनि माम नानी कता छैन नि त एकछिन वेट पर्खिनुहोस् न भन न आन्टी हजुर यता आएको यो जे पनि गर्ने गर्छु साउन्डको छेउमा बस न म यही बस्छु कि होस् के केही हुँदैन ह्यापी अलिक जुममा गरौँ न Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Sam. Happy birthday to you. Happy birthday.
काटी 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 बर्थडे टु काटी 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 Happy birthday, dear Samu. Out of the line. जहिले पनि अब के काटी काटी गर्ने भन्ने बोलेको थिएँ कि आमा खुवाइदिनु मुसा ठुलो भयो 3 वर्षको मुसा 3 वर्ष भइसक्यो। पहिला बेबी तिमीले खाऊ ल पहिला त तिमीले खाऊ है खान Good baby. Yes. Tos. Apa kamu? Kita mana? त्यो सानो यता हेर्नु त बाउलाई चाहिँ खाने के उ छ ल मम्मीलाई खुवाइदिनुहोस् यो Wah, अघि बिहान रुएर छ होइन ल मम्मी त्यति गरेर मैले कहिले रुको देखेको थिएन ल मामलाई सानो नानी मामलाई मामलाई यो खुवाइदिनुहोस् न good. खोइ म खुवाइदिन्छु 3 वर्षको भइसक्यो। ओइ सानो ओहो मेरो सानोलाई लु चल मामा खुवाइदिनुहोस् मामलाई खुवाइदिनुहोस् त लु मामलाई खुवाइदिनु न त Aku ada baby. गुड जब Kau Demi. मामलाई दे मम्मी जाऊ आग्नु जाऊ लु आगे आगो अब नि देखाउनु भने Ini. अहिले भिडियो गर्नु भएको हजुर भइरहेछ है ला पुरै यहाँ पढेछ नि उनीहरू ल यही सानो एक साइड बसेर जान्न जान्न आनीलाई पनि खुवाइदिनुहोस् न अन्त अरू ठुलो नगर न अब जानुस् मेरो काम हो नानी त्यो तपाईँ त्यो चप्पल आउ काटकाटी गरिदिउँ उसले आफै काट्दैछ आगोलाई खुवाइदिनु न सबै थाहा भएको जस्तो है आगोले खुवाएको पो नि आगो काट्नु तेल जाँदैन काट हेरे दुईटा हात पनि यहाँ राख्नुपर्छ नानी खोइ स्कुलमा ल हस् भन ह्यापी बर्थडे यो आगोलाई खुवाइदिनुहोस् आगोलाई आगो निकालिदिनु यो सानो दिँदा आगोले हो यो ल भयो Ini nak lepas ni kau ada dia yang lain. आगो खायो काट बेबी हो गुड जब खाँदैछ काट ओहो लु दादालाई देऊ ल म खुवाउँछु ल। दादाले खुवाउनुहुन्छ अनि अब त्यही खुवाइदिनुहोस् दादालाई खुवाउँदा हातले। दादालाई खुवाइदिनु दादालाई गुड जब ताली जानेको ल नानी यो भाइ खोल्नु आउनुहोस् त त यो खोल्नु आगोले के दिनु भएको छ हेर्नु त खोल्नु भएको आगोको ओ मुटे जान्नी ल अब नखानु त्यो छिटो यो खानु न यो टमाट आगो बस्नु भन न बस्नुहोस् भन्नु हातले मात्रै है बेबी बोल्नुपर्छ भिडियो सेन्ड गर्नु ल। बस। थ्याङ्क यू भन्नु गुड डे चाहिने कुरा ल्याइदिए थ्याङ्क यू भन्नु भनेको केही बोल्दैन मेरो सानो त थ्याङ्क यू उसलाई खानामै हतार भइसक्यो खाऊ भनेर सोल्दै खाऊ तिमीले हेर न चम्चाले खाऊ यतिको दिने होइन खाऊ दिएर खायो भने अरू के ऊ पर राख अहिले नदेऊ धेरै
अहिले पछि खानु। Oh my God, it's not bad. सबै हालको बर्थडे अनि यो के हो बल अनि यो हेर यो कलर ए सबै कह गर्ने आएछ नि सानोको त कलर कलर बेबी कलर ल यसले लेख्नु अनि यता थिच्नु यता यहाँ लेख्नु ल लेख्नुस् त यहाँ यसले लेख त ए लेखा क लेख कोरा 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 वाउ वाउ अब यो थिच हो गुड ल फेरि आगोले पनि ल्याइदिनु भएको यो अर्को आगोले ल्याइदिनु ए यो वाला आगोले रहेछ अर्को यस्तै वाला पनि ल्याइदिनु भएको छ मुनादीले उस्तै उस्तै रहेछ यो चाहिँ मुनादीले ल्याइदिनु सानो यो चाहिँ कलरी ए अघि भित्तामा चाहिँ नकोर्नु ल लेखि पनि सक्यो भित्तामा चाहिँ प्लिज नो ओके यो कलर यो चाहिँ यो सार्यो भने मेटिन्छ है अनि यो चाहिँ मुनादीले यो चाहिँ आगोले ल्याइदिनु भएको ल यो मेटेन त ल लेख अब लेख क लेख ल क क ओ ल अब एकै दिनमा बिगार्छ नि यो राख्नुहोस् ल राख्नुहोस् राख्नुहोस् ल ल कति धेरै सानोको क गर्नु अब गुड गर्नुपर्छ गुड ए कल राखिदेऊ त गुड गर्ल हुन्छ उता निदाउँछ। यो चाहिँ कलर बेबी पढ्नु पर्यो भने त निन्द्रा लाग्यो भन्छ एबिसिजी वाला छ ल बुक ल्याइदिएको ए यस्तो ल ल यस्तो ए अल्फाबेट अनि यो चाहिँ पढ्ने बेला भयो नि त उसको अनि यो कलर ल्याइदिएको अब त्यो दुःख पर्ने आउने पेन्सिल आउँदैछ पेन्सिलबाट त आँखामा घोच्छ भन्ने डर हुन्छ नि त यो चाहिँ त्यस्तो उ छैन कि यो चाहिँ उ छ। भित्तामा तर अब बाउले पनि टिका लगाएर पैसा दिएन आमाले पनि दिएन त नि नानीलाई त। ल मलाई त पैसा माग्छ टिका अहिले त्यो के को दबाई दे खै क यहाँ उ छ कपीहरू खै ड्रइङ पेपर अहिले आइदिनु भयो सानो यहाँ हेर ए आमाले बाउले त लगाइदिएला भन्नु। पकाएर छोड्नु भयो ए अल्छी लाग्छ त्यो हेर अहिले चाहिँ हामी पसलतिर जाँदैछौँ पसल जस्तो लाग्यो होइन बिस्तारै बिस्तारै सुरु गर्छ उनीहरू चियामै बिग्रियो अछु अन्त छ पैसा छ भने त जे मनाए पनि भयो रमाइलो हामी चाहिँ बाहिर यसो घुमेर आएको अनि अब गएर अब घर जाने पार्टी खाने हो हावा खान निस्केको अहिले चाहिँ हाई सानो पर्दैन अब भोलि जानुभन्दा अगाडि नानी के खाएको के खानुभएको तपाईँलाई के गिलास ल्याउनुपर्छ? नानीले केक काट्यो सोधे चाहिँ जाने काट्यो केक काटी काटी गर्यो खै माया गरिदियो नि त लु। गिलास लिएर आउनु। बिहारको ग्लास छैन खै यो विजय बिचरा यो खान्छ होला उसलाई देऊ न। ल हामी चाहिँ यो खाना लाएको यो हाम्रो कोक त्यो मम्मीको कोक हो हाँस्दैछ यो बर्थडे गर्ल मेरो बर्थडे गर्ल चाहिँ यहाँ छ सानो यता हेर्नु ओ बेबी यता हेर न यति त भाउजू त दुखेर होइन